अनि हामी अहिले के गर्न आएको भन्दै तिमी र म यता हामी ब्लग बनाउन आएको अनि गुरुहरू भैँसीहरू आएको सबैजनालाई स्वागत छ ल साथीहरू हो अहिले चाहिँ नानी र म हो कि तिम्रो नाम के होला भनिदेऊ नि त हाम्रो उतिहरूलाई लेडिया गुरुङ हो अनि कति कक्षामा पढ्छ तिमी युकेजीमा हो कुन स्कुलमा भनिदेऊ त ल बुपु सैनिक आवासीय माध्यमिक विद्यालय है हो कि नभन त अरविन्द नि त्यही हो कान्छा नि त्यही हो नि है तिमी भनेपछि युकेजीमा अहिले कति वर्ष भयो लुन्न राट्यो भनिदेऊ त ल हाम्रो गाइजलाई 6 होला होइन 7 हो मेरो बर्थडे आइसक्यो हो पहिला अस्ति नै पाउँदियौँ कि है पाउँदिमा हामी मोमो खाना गएको थियौँ नि त है तिम्रो बर्थडेमा है के गर्न आएको भनिदेऊ तिमी र म यता हामी ब्लग बनाउन आएको अनि गुरुहरू भैँसीहरू आएको गुरुको पछि पछि जाने ल जा उता होइन ल गुरुले हान्दैन म छु नि भने किन तिमीलाई तिमी डराएको कि गुरुले हान्छ भनेको तिमी यता के रहेछ हाम्रो भैँसीको बच्चा रहेछ अनि यहाँ भैँसी ठुलो भैँसी है हाम्रो यहाँ भैँसी अनि यता गुरुङ छ कि हाम्रो बाख्रा त खोरमा छ नि अहिले त मिल्दैन हाम्रो यहाँ हेर्न तोरीको फुल निस्क्यो यहाँ क्या है तोरीको फुल आयो है फर्सी देखायो तिमीले फर्सी उता हेर त ल उता हेर त ल अघि नै देखेको ल जाऊँ न त अब है गुरु हेऱ्यो अब भैँसी नि हेऱ्यो अब कुखुराको चल्ला त खोरमा अहिले पछि बाहिरै छ कुखुराको चल्ला नि देखाउनु जाने ल जाऊँ यता जाने उतामा जाने के भन्छ अरे धनसार होइन के यो के फुल हाम्रो यो के को फुल हो रे नानी यो कि यो अगाडि यो रातो फुल छ नि त्यो यो के यो रातो फुल के को हो भन त ल लालुपातेको फुल यी हेर्नु छ यो त यो है तिमीलाई मन पर्दैन यो फुल पर्छ म तिमीलाई ट्याक्क एउटा फुल टिपिदिएर कानमा झ्याप्पा लगाइदिन्छु कुन कानमा लाउने होला यतापट्टि ल अब तिमी र म के भ्लग बनाउँदै हिँड्नुपर्छ है खै यता हेर त एउटा फोटो खिचिदिन्छु म क्या है वाह कति राम्रो देखेको अहिले रेडियोलाई ल है 1 2 3 गो घुमा बिस्तारै वाह ल अब एउटा फोटो खिचौँ है मलाई त के कस्तो भुसुनले टोक्यो कि नानी के है भुसुनै हिँडिरह अनि म त यस्तो बक्सरमा छु कि फेरि अलि डर हुन्छ कि बाहिर हिँड्दा नि है नानी है हो त्यो नभन न यहाँ के केरा रहेछ कि हाम्रो यहाँ हेर न उता अगाडि हाम्रो यो तल जिप जाँदैछ भन न तिमीले उता हेर्नु होला तपाईँहरूले भन त यहाँनिर देखिन्छ कि नानी हेर्न यो रोड छ नि अब रोड छ नि जिप गयो है सरर नानीलाई के यस्तो पानी पर्ने मौसम राम्रो लाग्छ कि यस्तै वातावरण मौसम राम्रो लाग्छ ल भन त तपाईलाई अनि तिमीलाई के मलाई त कस्तो लाग्छ भने यस्तै ठिक लाग्छ मलाई त पानी नपर्ने हावाहुरी अलिअलि ठिक्करी चल्ने हावा पनि सरररी है फुलहरू नि फुल्ने हो कि भन न मलाई नि तिमीलाई नि यस्तै ठिक लाग्छ ल कानमा फुल ढ्याक्क लगा है कपाल कति वर्ष भयो कपाल पालेर ममले काटिसक्यो हो र नभए यस्तो हुन्थ्यो त र यता आउँथ्यो यहाँसम्म आउँथ्यो पछाडिसम्म मम्मीले त्यो उतिमा गएर काटिदिएको यति काटिदिएको अनि बल्ल पालेको अनि तिमीलाई के कपाल काट्न मन लाग्छ कि पाल्न मन लाग्छ त तपाईलाई मलाई त पाल्न मन लाग्छ
तिमीलाई पनि पाल्न मन लाग्छ मलाई त काट्न मन लाग्छ मैले त पाल्न मन लाग्छ ल मलाई पनि पाल्न मन लाग्छ ल ल भनेपछि तिमी र म अब ठुलो भएर के त्यसरी यति लामो कपाल पालौँ तै केटा हो होइन म त केटा भने पालिहाल्छ नि किन के भएर त्यो त पाल्नु हुन्न र केटा मान्छेले किन दिदी जस्तै भन्छ फेरि केटी भन्छ फेरि है बाउला भन्छ है चिया पाकेन होला है चिया खान नि बोलाएन हामीलाई त है चल्ला खोइ देखा कि देखाउनु देखाउनु अनि के देखा भने त फेरि मात्यो भने त फेरि मैले त गाला नि माटिदिनु फेरि घरमा छ कि घरमा चल्ला देखाउनु लड्छ फेरि तल चल्ला हेर्नु जाने त हाम्रो यता घरमा जाने तिमी सँगतिर बोल है बाटोमा आँखा नि हेर नि फेरि बाटोमा है फेरि तल गएर मान्छे यो चाहिँ हो हाम्रो बोल्दैन ल यो चाहिँ हाम्रो गुरुहरू देखाउँछु क्या हाम्रो गुरु चाहिँ दुईटा छ के एउटा कालो एउटा सेतो अनि गुरु जानी तिमी देखाउने गुरु ए यहाँबाट अलि नदेख्नु है मान्छे जानुपर्छ यो चाहिँ हो हाम्रो गुरु अब भैँसीको पालो भैँसी चाहिँ दुईटा यता छ एउटा उता रहेछ एउटा यो ठुलोको बच्चा हो त्यो सानो चाहिँ बच्चा हो हेर न कसरी हेरेको कि है घाँस पनि देखाउने नि घाँस काटिराखेको नि मैले बिहान यहाँ घाँस चाहिँ विभिन्न दाइले काटे हो यस्तो यहाँ घाँस देखाइदियो कति धेरै काटेको छ है गाइस फर्सी देखाइदिने हो र खसी फर्सी यहाँ लड्छ होला तिमी यहाँ चाहिँ फर्सी छ म तिमीलाई उचालेर लान्छु क्या है म चाहिँ अहिले उठ्दैछु आऊ म चाहिँ उठ्दैछु उठे त फर्सीहरू फर्सी हाम्रो बाउ नि देखाइदिनु न त है ब्लगमा है बाजे कि ल बाउलाई क्वेसन सोध्नु जाऊ त ल वाट इज योर नेम आखिर हाउ ओल्ड आर यु भन त ल हाम्रो चाहिँ त्यहाँ एलिस छ एलिस तिम्रो को पर्छ सोल्टी अनि त्यसले त्यस्तो एउटा चल्ला बाहिर निस्क्यो चल्ला नि देखाइदिनु भने त नि चल्ला दुईटा देखाउन बसेर चल्ला चाहिँ दुईटा निस्क्यो दुईजनाले मेरो भ्लग बनाइदिनु त आज ल पहिला तेरो च्यानल मेरो नाम गर्ने ल म गरिदिन्छु ल त मेरो भाइ त हो नि अनि मैले त यहाँदेखि निस्किनु भनेर खान्छ च्यानलले मेरो नाम गरिदिनु तिम्रो पनि नाम गरिदिने दुईटा च्यानल चल्ला निस्क्यो यो म चल्ला देखाइदिन्छु नि त गाइजलाई मसँग मेरो बस्छु देला पखाल्दैन धोटा चल्ला निस्केको अवस्था रहेछ यसलाई समातेर भित्र हाल्दिउँ है हाम्रो सल्लाह हो यसलाई ट्याक्क टोक्न खोजेको झन् भित्र होइन नखोला भयो फेरि निस्किन खोजेको हेर्ने यो यहाँ बस बरु अब त कसरी निस्किने रहेछ यो चाहिँ मेरो भाइ यो तिमीहरू सँगै बस्दा एउटा फोटो खिच हो त्यहाँनिर बस्छ है ल एउटा फोटो खिचिदिन्छ है म है वहाँ खोइ बाउडाले पिट्दैछ धरो कहाँ गयो बेला बेलामा त आउँथ्यो हो नि ल बुझ्नु आहारे म नि कपडा लाउँछु ल तिमी नि कपडा लाउ है भेटो यहाँ म चाहिँ मैले चाहिँ भाइलाई र सानो नानीलाई चाहिँ ल भिडियो बनाऊ तिमीहरू कता कता जान्छ के देखाउँछ भनेर चाहिँ मैले मोबाइल चाहिँ हस्तान्तरण गरिदिएको थिएँ भाइलाई के देखाउँदो रहेछ के गर्दो रहेछ कता कता जाने रहेछ अब मैले मोबाइल उनीहरूलाई दिइसकेँ के गर्छ कसो गर्छ अब सबै तपाईँहरूले यही भिडियो मार्फत हेरिरहनुहुन्छ है ल हेर्दै जानु है के गर्दो रहेछ है राम्रोसँग हेर्नु है ब्लग चाहिँ अन्तिमसम्म हेरिदिनु
होला माया गरिदिउँ होला सबैजनाले यो मेरो असिस्टेन्ट चाउचो देखाइदियो यो बक्सको गाइजहरु गुरुको हैन यो गाइजहरु गुरु जोत्ने ल्याङ्गो आउनु अब चाहिँ म तपाईहरुलाई अब गुरु देखाउँछु आउनु लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला है ए यहाँ चाहिँ पुग्यो साथी अनि वा देखाएर ए त्यसले त चाकु देखायो त ओ यहाँ चाहिँ यिनीहरू डेन्जर हेरिरहा गाइस भैँसीहरू देखाउन भैँसी देखेर मलाई डर लाग्छ भाइ एकचोटि मलाई हानिदियो भैँसीले ए यहाँ कालु छ कालु कालु न भैँसी देखाउन अनि कालु गरेर देखायो के एकदम गाइस हामी चाहिँ जान लाग्यो यो हाम्रो कालो गुरु नजाए गाडीमा पानी छैन उताबाट जाम गाइस हामी त जान लाग्यो है पसिनाहरूको भिडियो देखाउँछु तैँले पो धेरै बोले त तँ गर तँ बोल म गराइदिन्छु भन म क्यामेराम्यान बन्छु ल भन यहाँ हाम्रो पहिला बाजे बस्थ्यो को बाजे हाम्रो बाजे के बाउको बाबा के बोलो अनि त बोल अनि हामी चल्ला गुरु ए तल आइज न हामी चाहिँ भैँसी देखाउनु चाहिँ नबाल छ है गाइस हेर्नु त यत्रो रोपेर निखा झर्न नसकेको गाइस हाम्रो भैँसीले बच्चा पाइरहन् अलि ठुलो भए गाइस छोटा म देखाइदिन्छु त्यो नल्ला हान्न आएको छ क्या गाइस गाइस यहाँ चाहिँ हाम्रो बाख्राको बच्चा छ बाख्राको बच्चा माथि छ गाइस यहाँ चाहिँ हाम्रो उ छ देख्नुहुन्छ यस्तो गऱ्यो भने हान्न आउँछ त्यो माथि मैले गुरु देखाइसकेको अब हामी चाहिँ देखाउनु बारे छ सल्लाहको बच्चा जा वाह क्या डिस्क्रिप्सन बोले छ म त्यहाँ अगाडि जान्छु यहाँ तपाईँलाई देखाउन जाँदैछ चल्लाहरू जम्मा चल्लाहरू देखाउन अगाडि देख्दिनु होला अहिले जुम गरे अलि जान भित्र कता गाइस यहाँ छ हाम्रो चल्ला देखेन होला तपाईँले कालो पनि छ अब गाइस हामी बर्डर छौँ हाम्रो बाख्रानिर हाम्रो बाख्रा चाहिँ क्युटी छ क्या हेर्नु गाइस हाम्रो बाख्रा तपाईहरुले देखिदिन होला तर कालो छ जम आइदै त लुगा फेरि आऊ तिमीले हजुर माको लुगा लाएर नि आउँछु चिया खाऊ चिया हेर न यसलाई फेरि खेल्दै रहेछ फेरि अब 8 बिल्ला पुगेन टक्क मिटीसँग टक्क खानु न दिदी त
चिया चाहिँ मिठो भएर चाहिँ कि राम्रै मिठो छ कान्छ तैँले लिएर आइज त यस्तो म गफ गरौँ गफ गर्ने कि आइज न छिटो आइज त ट्याक्क चिया हो मेरो भाइ हो यो चाहिँ मेरो मम्मीको र यसको चाहिँ यहीँ छ कि कोठी कि है हो किन भन्दा रियल सत्य कुरो फ्याक्ट कुरो भन्दैन हो कसम हो 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 फिक्स हो हो हँ हो हल्लै हो होला यो तिम्रो नाम के हो एलिसो मिस्टर जर्किन मैले राखिदिएको है मैले राखिदिएको नाम हुन्थ्यो र मिस्टर जर्किन तेरो र मेरो भाग ब्रेड के तेरो र मेरो भाग ब्रेड आमालाई मागेर एउटा प्लेटमा हालेर ल्याइज यहीँ खाने तर म है च्याले यहीँ म राखिदिन्छु ल चिया हेर न अब गिलास त कोचिन्छ कि कस्तो एउटा कोची राखिदिएको कि अब कि भ्यू हेर्ने अब आनन्द चाहिँ सानो ट्याक्टर भ्यू हेऱ्यो बाजे के गर्दै हुनुभयो अब त्यहाँनिर ट्याक्क तल यहाँ गोठाहरू छ हाम्रो बुझी ट्याक्क मामाको मम्मी गफ गर्दै हुनुभएको छ है बाजे र मम्मी मेरो त बाजे बुझी पर्नुहुन्छ तपाईँहरू ट्याक्क ओहो भान्जा भान्जा रे बाबु लिएर आएको टुथपेस्ट लाग्यो कहाँनिर त्यहाँ के हुँदैन एउटा फोटो खिचौँ पक पक च्याप्प चेस गर्नलाई म लास्टमा ए ल चेस ल मिठो हुन्छ है मिठो रहेछ चिया फेरि आयो बिस्तारै लिएर आऊ एउटा मात्रै बेड छ अब त आमाले माग यहाँ बस तातो भयो यो मेरो मेरो हो यो त आमाले माग तिमी खाने ल खाऊ खाऊ मेरो त गुजीमा छ चौचो खानु हुँदैन कि यो खाजा जति बेला पनि क्या खाऊ त गुलियो हुँदो रहेछ क्रिमवाला गुलियो हुँदो रहेछ म खान्छु कि सानो है तिम्रो म यही खाऊँ है भोलि गरु चलाउँछ भयो मैले बिहान सोचेँ नि उयो माथि क्या कता माथि त्यो उ त्यहाँ हेर त गए देखेँ यहाँ क्रिम लाग्यो खाँदैन यहाँ नि लाग्यो है नि लाग्यो यो बुसुना टोक्ला भनेर यता यता बिनबिनाएर ल तपाईँ यत्रो खानु म यत्रो खान्छु कत्रो खाने भयो यत्रो खाने सानो त्यो खान्छु अनि यो खान्छु यो त्यही खाऊ है हजुर कान्छा सोल्टीको गर्लफ्रेन्ड छ कि छैन अब छ भन्छ अरे यसले छैन ऊ छैन भन्नु भनेको त छैन रे फेरि है छ भन्छ है भनेको त अहिले हामी कि प्यारसँग लुगी मार खेलिरहेको यिनीहरूले खोज्न नसकेको म त यिनीहरूको पछाडि थियो दिच्याहरूको घरको पछाडि लुकेर बसिरहेको थियो यिनीहरू त्यही थियो पछि त मैले त मियाउ गफ 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 बसेको है डेन्जर हाँसिदिएको भनेपछि अनि दिचेको भाइले हाँसिदियो कसरी हाँस्दैछ निगेर कसरी यता हेर्दा गरेर निगेर अनि अनि भाइ भनेको त हाँ भन्छु नचुटाइदिए नचुटा खाऊ खाऊ बाँडेर खाऊ केही नि हुन्न खा केही नि हुन्न लोभी नभए होइन कान्छ अहिले पछि भित्र छँदैछ नि अर्को है मेरो
गुलियो भा उफ यो जुङ्का लाग्यो जुङ्का क्रिम बेसरी मिठो हुन्छ हो तिमीलाई पनि मनपर्छ तपाईँलाई मनपर्छ अनि कान्छालाई पनि डेन्जर मनपर्छ कि है मलाई केक नि मन पर्दैन केक मन पर्दैन के गर्नु पर्छ मलाई नि जे पनि केक खान जान्छु त जानी तेल छैन कि पेट्रोल स्कुटरमा स्कुटर उम्, त्यो कागेर कसरी उडेको खुट्टा माथि गरेर फेरि उडेको काग मलाई त यो चाहिँ तातो लाग्छ दिन यो कपको तातै हुन्छ नि त्यो नि ट्राई गर्दा नउठाइ बसेरै खाऊ यहीको जिबायो कसको रे ड्राइभरको जिबायो कि कान्छी ड्राइभरको कान्छा अनि के हाम्रो सामानले राखेन आलुहरू केराउहरू गोलभेडा लिएर गोलभेडा चनाहरूले राखेन आलुहरू प्याजहरू आमा कारे पसेदी हुँदा मङ्गेवाले जानु क्रिम है क्रिम यहाँ राखिदिनु प्लेटमा यहाँ बस्छ चिया पुग्छ त्यहाँ यहाँ भएन मेरो साग तँलाई भिजाइदियो फेरि भिज्छ है फेरि पोखिन्छ